गाइजहरु यो चाहिँ हाम्रो रुम बाहिर है तपाईहरुले म आज एउटा चीज देखाउँछु ल जापानमा रुख चाहिँ यसरी काट्दै रहेछ क्या हाँगाहरु हेर्नुस् त कति राम्रो है हाम्रो नेपालमा माथि चढ्नु पर्छ नि त यहाँ हेर्नु न गाडी ल्यायो यसरी काट्यो रिङ 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 काट्यो लो शाबास बास अनि ऊ गाडीमा हाल्यो कति सजिलो है आमामा यो रुख हावा आएपछि ढल्छ नि त घरमाथि जान्छ भनेर होला क्या सेफको लागि ओ नाइस खतरा काम गरिरहेको छ यार यो मान्छेहरूले हाम्रो अब यो यहाँ कस्तो त्यो बादल कस्तो देखायो हौ हेर्नुहोस् त साथीहरू कसरी काट्यो त्यहाँ तपाईँहरूलाई खतरा काट्यो यार त्यसले यिनीहरू त वर्षमै के अरे जाडो भयो मलाई जाडो गाइजहरू जाडो रुखहरू सब काट्छ होला आज यिनीहरूले यार यति राम्रो हावा आइरहेको थियो हाम्रो रुममा झन् यस्तो शीतल हावा खान पाउँछ तर यस्तो हाँसोको हावाहरू खाँदा कति मजा आउँछ होइन नेपालमा एकजनाले गर्ने काम चारजनाले काम गरिरहेको यहाँ कति सेफ भएर काम गरेको है यिनीहरू TV हेर्नु गाइस
यत्रो रुखहरू कसरी खान्छ होला यार त्यहाँ म अचम्मै भयो क्या त्यो गाडीले पुरा खाएर क्या हो यार कति मजाले हेर न त्यहाँ मन्दिर है मन्दिर यता साइडमा छ लगायत चाहिँ भिडियो गरेर राख्नु काम नभओस् त्यसरी बाई बाई मेरो पनि काम छ यिनीहरूको भिडियो गरेर बस्नुहुन्छ बाई यति होला गाई हामी चाहिँ खाजा खाएर आउँदाखेरि चाहिँ यहाँ चाहिँ रुख काटेर सबै सकिन्छ एउटा चाहिँ सकेछ अब अर्को है अर्को बाँकी भएछ राति भएर आइसक्यो कति टाइम लाग्यो हाम्रो नेपालमा त एकजनाले काटेर सालुम बाटोले लान्छ यिनीहरूले 4-5 जना मिलेर गाडी 3टा ल्याएर तर्साएर आम्मा रामशङ्कर पुरा लगाइ यति हो आजको भिडियो त हामी सुत्नुपर्ने हुन्छ बाई बाई राति भइसक्यो